अब लामाको लागि खाजा बनाउनको लागि थुक्पा हामीले रेडी पार्यो, भेजिटेबल सबै रेडी छ। अब यहाँ हामी भेजिटेबल चाउमिन बनाएको किनभने दमङ प्रदेश लामा छ, हामी मासु नचलाएको आज लामाको लागि चाहिँ स्पेसली। त्यहाँदेखि प्याज टमाटर जे छ अब तपाईँकोमा एभाइलेबिलिटी हेरेर सब्जी हाल्दा भयो। हामीले गाजर, बिटरुट अनि मटर जे छ हाम्रोमा त्यो हाल्यो है। सिम्पल, कुनै पनि के एक्स्ट्रा चिज चाहिएन, घरमा भएकै चिजले बनाएको हामीले। अनि अब यसो पाकिसक्दाखेरि बिटरुटले गर्दा कलर राम्रो पनि दिन्छ, अलिकति सोया सस हाल्यो। त्यहाँदेखि सोया सस हालेर अलिकति रेडी भएपछि वी ह्याड स्प्रिङ अनियन्स हाल्यो भने कलर पनि राम्रो देख्छ है, मजाको देख्छ चाउमिन। अन्त यसरी म चाहिँ यसरी चपस्टिक्सले हालेर मिक्स गर्ने गर्छु है, मलाई सजिलो लाग्छ। सो आवर चाउमिन इज रेडी भयो। अलिक गार्निसिङको लागि माथिबाट धनियाँ पत्ता पनि हालेँ, लामाहरूले मिठो गरेर खानुभयो।